आदरणीय दर्शक बान्धव नमस्कार। कार्यक्रम के छ तपाईको विचारमा यतिखेर एनके शरद उपस्थित भइसकेको छु। यो समाजमा अहिले पनि मेचीदेखि महाकालीसम्म, हिमाल पहाड तराईसम्म राज्यको संविधानमा 33% हक अधिकार महिलालाई दिए पनि त्यो कुरा लागू हुन सकेको छैन। नेपालका महिलाहरू सक्षम छन्, क्यापेबल छन्, तर ठाउँ पाउन सकेको छैनन्। आज हामी वुमन इम्पावरमेन्टको विषयमा विशेष कुराकानी गर्नेछौँ। हाम्रा क्यामेराहरू सधैँ गाउँ बस्ती र झुपडीमा समाजको लागि काम गरिरहेको, देशको लागि काम गरिरहेको त्यस्ता व्यक्तित्वहरूबाट पुग्ने गर्दछ। हो, आज हामीले त्यस्ता व्यक्तित्व लिएर आएको छौँ जो काठमाडौँभन्दा बाहिर मुफस्सलमा बसेर पनि महिलाहरूको लागि काम गरिरहनु भएको छ, समाज परिवर्तनको लागि काम गरिरहनु भएको छ। नथिङ इज इम्पोसिबल, अल थिङ इज पोसिबल भन्ने एउटा इक्जाम्पल सहित यो देशमा अवसर दिने हो भने र 33% को जुन संविधानमा लेखिएको कुरालाई इम्प्लिमेन्टेसन गर्ने हो भने केही उदाहरण पनि छन्। महान सपूतहरू जन्माउने महिलाहरू नै हुन् र तिनी महिलाले यो देशमा राष्ट्रपतिको नेतृत्व पनि गरिसक्नु भएको उदाहरण हामी माझमै छ। न्यायपालिका अर्थात् सर्वोच्च अदालतको सुशीला कार्की जो प्रधान न्यायाधीश पनि भइसक्नु भएको एउटा इक्जाम्पल हामी माझमै छ। पक्कै पनि अवसर पाउनुपर्छ र सबै महिलाहरू इन्डिपेन्डेन्सी हुनुपर्छ भन्ने विशेष यो एउटा कुराकानीका साथ अझै महिलाहरूलाई इम्पावरमेन्ट गर्नुपर्छ। ती राउटे बस्तीका ती दिदी बहिनीहरूले पनि पढ्नुपर्छ। ती मुसर बस्तीका, ती चमार बस्तीका व्यक्तित्वहरू जो दिदी बहिनीहरू हुन्छ उहाँले पनि पढ्न पाउनुपर्छ र तराईमा भइरहेको बाल विवाहहरू रोकिनुपर्छ, दाइजो प्रथाको अन्त्य हुनुपर्छ भन्दै आज त्यस्ता विशेष अतिथिलाई कार्यक्रममा निम्ति आएको छु जसले महिला अधिकारको लागि लामो समयदेखि काम गर्नुभएको छ। उहाँ समाजसेवी पनि हुनुहुन्छ, एउटा नाम्लो फिल्मको नायिका पनि हुनुहुन्छ, उहाँ मोडल पनि हुनुहुन्छ, कोरियोग्राफर पनि हुनुहुन्छ। उहाँको एउटा मान्छे धेरैवटा परिचय छ। कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु शान्ति लामा पाखरिनजीलाई। नमस्ते, धन्यवाद। शान्तिजी, एउटा मफस्सलमा बसेर समाजसेवा गर्दै गर्दा तपाईँ एकल महिला पनि हुनुहुन्छ, कतिको च्यालेन्जिङ छ? च्यालेन्जिङ छ, तर चुनौती अनुसार रमाइलो पनि छ। गाउँमा काम गर्दाखेरि जति बेला मैले काम गर्दै गर्दाखेरि काम गर्ने मान्छेहरूको, ती भिक्टिमहरूको, ती पीडितहरूको अनुहारमा उज्यालो अनुहार अनि मुस्कान देख्छु नि, त्यो जस्तो ठुलो सेटिस्फाई आत्मसन्तुष्टि कुनै पनि छैन। आनन्द लाग्छ। चुनौती जहाँ हुन्छ त्यहाँ काम गर्न मजा पनि आउँछ। कसैले वास्तै गरेन, चुनौती नै भएन भने त्यो काम गरेको प्रतिफल पनि मजा आउँदैन क्या। तर जब हामी च्यालेन्जिङलाई पार गरेर काम गर्छौँ नि, प्रतिफल निकाल्छौँ नि, त्यो जस्तो खुसी करोडौं रुपियाँले किन्न पनि सकिँदैन। त्यसरी काम गरिरहेछौँ। जीवन के जस्तो लाग्छ तपाईँलाई? जीवन एउटा सङ्घर्ष हो। तपाईँले आफ्नो जिन्दगीमा कति सङ्घर्ष गर्नुभयो? आज सबै एङ्गलमा तपाईँ पर्फेक्ट हुनुहुन्छ, विभिन्न क्षेत्रमा काम गरिरहनु भएको छ। आफूले आफूलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? मैले आफूले आफूलाई मूल्याङ्कन गर्दाखेरि जीवन एउटा सङ्घर्ष हो। जीवनमा केही न केही गर्नुपर्छ। तपाईँ मर्दै गर्दाखेरि होइन, कम्तीमा घरदेखि आर्यघाटसम्म मलानी कमाउनु छ। यो देशले एकपटक राष्ट्रिय झण्डा झुकाउनु छ। कहिले नमर्ने गरी मर्नु छ। त्यस्तो भनेको चाहिँ हाम्रो पुस्ताहरूले हामीले गरेको कामहरूलाई चाहिँ सम्झन लायकको काम गर्नुपर्ने छ। काम गर्दै जाँदाखेरि धेरै चुनौतीहरू आउँछ। तपाईँले भने जस्तै धेरै क्षेत्रमा आबद्ध हुनुहुन्छ, कसरी गर्नुभयो भन्नुहुन्छ। तपाईँको यो पोडकास्टले सायद समयले भ्याउँदैन होला। धेरै छन् चुनौतीहरू। अब जिन्दगीको भोगाई, एउटा छोरी मान्छेले जन्मेदेखि मर्ने अवस्थामा के कुराहरू भोग्नु पर्छ त्यो कुराहरू भोगिसकेको छु। त्यसले मलाई स्ट्रङ बनाएको छ। सङ्घर्ष गरेपछि नै जीवन नयाँ पाइन्छ। तपाईँलाई थाहा छैन होला। तपाईँले आफ्नो जिन्दगीमा के त्यस्तो सङ्घर्ष गर्नुभयो र आज तपाईँ सबै सेक्टरमा समाजसेवा गरिरहनु भएको छ, सबै सेक्टरमा लिडरसिपको भूमिका निर्वाह गरिरहनु भएको छ? दुईटा ढुङ्गालाई
एउटा ढुङ्गालाई दुईटा ढुङ्गा ल्याउनुहोस्, एउटा ढुङ्गालाई मन्दिरमा राख्नुहोस्, एउटा ढुङ्गालाई डोरम्याट बनाएर राख्नुहोस्। त्यो मन्दिरमा बस्ने ढुङ्गा एउटै जातको एकै ठाउँबाट ल्याएको ढुङ्गा भए पनि किन मन्दिरमा बस्यो तपाईँलाई थाहा छ नि। त्यहाँनिर उसलाई कालीगढले छिला हानेको छ, रोपिएको छ, कुदिएको छ, उसले धेरै अन्डर खाएको छ र त त्यो मन्दिरमा पुज्न लायकको भयो होइन। त्यो डोरमेटमा बस्ने ढुङ्गाले त त्यतिकै ल्याएर राखेको हुन्छ, उसले कुनै चाहिँ हन्डर खाएको हुँदैन। त्यसैले जीवनमा हन्डर खायो भने चाहिँ पक्कै पनि धेरै कुराहरू चाहिँ प्रतिफल मिल्छ। मैले धेरै सङ्घर्ष गरेँ। अब त्यो सङ्घर्ष तपाईँ अरूको लागि प्रेरणाको स्रोत कसरी बन्न सक्नुहुन्छ तपाईँको इक्जाम्पल दिँदै गर्दा? प्रेरणाको स्रोत जब म बाल्यकालमा विवाह गरेँ 15 वर्षमा। 15 वर्षमै बिहे भयो? 15 वर्षमै भयो। जानेर भयो या नजानेर भयो थाहा छैन होइन। विवाह नै गरेको हो कि भन्ने कुरा पनि थाहा भएन होइन। पछि विवाह गरेको रहेछु भन्ने महसुस भयो। अनि विवाह त गरियो, घर परिवार होइन, श्रीमान सँग बसियो भनौँ न। जब म 22 वर्षको हुँदाखेरि मेरो हस्बेन्डको एक्सपायर भयो। अनि उहाँको एक्सपायर हुँदै गर्दा के कारणले उहाँको एक्सपायर भयो? उहाँ निकै दुःखद कुरा तपाईँले भन्दै हुनुहुन्छ। अल्कोहल धेरै पिउनुहुन्थ्यो। त्यतिखेर तपाईँ यतिको धेरै समाजसेवी मान्छे आफ्नै हस्बेन्डलाई अल्कोहल नपिउनुहोस् भनेर सम्झाउन सक्ने क्षमता थियो कि थिएन? म पनि 22 वर्षको थिएँ। अनि 22 वर्षको मान्छे एउटा चाहिँ भर्खरै टिनेज सकिएर होइन, भर्खरै चाहिँ एउटा जीवनको स्वर्णिम उमेर हो नि त। त्यो उमेरमा प्रवेश गरेको मान्छे मैले मेरो बल बुद्धि विवेकले भ्याएसम्म सायद भने मैले होइन, मैले मात्रै होइन परिवारले भन्यो। तर त्यो लतमा लागिसकेको मान्छेहरूलाई कमै मात्रै फर्काउन सकिँदो रहेछ होइन। कवि कालिदासले पनि, कवि कालिदास त्यसै भएको होइन, उसको श्रीमतीले बनाएको हो जस्तो लाग्छ हामीले पढेको कुरा होइन। मैले पनि बनाउँछु होला भन्ने लागेको थियो तर मैले सकिनँ होइन। म हारेँ, त्यो बेला चाहिँ म हारेँ भनौँ न, हारेँ। कारण के थियो? उहाँले अल्कोहल साथीभाइको लहै लहैमा लाएर सुरुवात गर्नुभएको थियो अथवा तपाईँहरूको संस्कारै हुन्छ बच्चैदेखि रक्सी खाएरै हुन्छ नि स्वागत गर्ने, जन्मिँदाखेरि सगुन भनेर हुन्छ नि अल्कोहल खुवाउने खालको ट्रेन हुन्छ। के कारणले उहाँ त्यो कुलतमा फस्नुभयो? अल्कोहलको कुलतमा फसेको भन्दा पनि अब मैले बिहा गर्दा नै उहाँ अलरेडी रक्सी खानुहुँदो रहेछ। डेली खानुहुन्थ्यो? हाम्रो छोटो समयको भेट थियो उहाँसँग होइन। अनि धेरै राम्रो मान्छे। अहिले पनि मैले त्यति राम्रो मान्छे रूपकै कुरा गर्ने हो भने मैले नेपाल राज्यभरि देखेको छैन। आफ्नो हस्बेन्ड आफ्नो श्रीमानलाई त सबैले राम्रै देख्छ नि होइन र? होइन, राम्रै पनि हुनुहुन्थ्यो, राम्रै हुनुहुन्थ्यो। अनि रक्सी चाहिँ खानुहुँदो रहेछ पछाडि थाहा भयो होइन। अनि रक्सी खाइसकेपछि तपाईँको मागी बिहे कि भागी बिहे हो? भागी बिहे नि। मैले भन्दै 15 वर्षमा कुनै बाबामाले दिन्छ त, दिँदैन नि त होइन, दिँदैन। भागी बिहा हो, आफै गएको, मन परेरै गएको, धेरै राम्रो लागेरै गएको। त्यति धेरै राम्रो मान्छे चाहिँ मैले अहिलेसम्म देखेको छुइनँ होइन। तर पछि रक्सी खानुहुँदो रहेछ। अनि रक्सी अब रक्सी त अब जसले पनि खान्थ्यो त्यो बेलामा होइन। मलाई पनि त्यति धेरै अब रक्सी नै छोड्नुपर्छ भन्दा जब बिरामी भइसकेपछि रक्सी छोड्नुपर्छ भन्ने कुराहरू गर्दाखेरि चाहिँ उहाँ बिरामी हुँदा पनि रक्सी छोड्न सक्नु भएन। अनि पछि बिमारीको बेलामा पनि दबाईसँगै रक्सी खाइदिनुहुन्थ्यो? लिभर ड्यामेज भएको रक्सीको कारणले गर्दा? हजुर। यो सबै कुराहरू तपाईँले जीवनमा भोग्नु भयो। त्यसपछि कि तपाईँ त्यो सङ्घर्षबाट बाहिर आएर आज समाज सेवामा लागिरहनु भएको छ, त्यसपछिको कुराहरू गरौँ न अलिकति। सबै समाजलाई बुझ्नुभयो, परिवारलाई बुझ्नुभयो, दुःख के हो भन्ने कुरा त मलाई थाहा भयो होइन। कसरी तपाईँ त्यो सबैबाट बाहिर निक्लिनु भयो? त्यो पीडा श्रीमान नहुँदा समाजले हेर्ने दृष्टिकोण कसरी चिर्नु भयो? आज तपाईँ एउटा सक्सेस नारीको रूपमा, लिडर नारीको रूपमा पूर्वाञ्चलमा उदाउनु भएको छ, नेपालभरि उदाउनु भएको छ। यस्तो सङ्घर्षले नै मान्छेलाई बलियो बनाउँछ होइन, बलियो बनाउँछ। बलियो भएँ म भनौँ न। मलाई 22 वर्ष हुँदाखेरि अब यो केटी चाहिँ अर्कोसँग बिहे गर्छ भन्ने कुराहरू गर्नुहुन्थ्यो क्या, घरको मान्छेले अथवा समाजको मान्छेले गर्नुहुन्थ्यो। अनि मलाई त्यो बिहे गर्ने रहर आयो नि त्यतिखेर? रहर अहिले पनि छैन नि, छैन, अहिले पनि छैन नि होइन। अनि गर्नुहुन्थ्यो। त्यस पछाडि मलाई के लाग्थ्यो भने तपाईँको बाबुहरू भइसक्नु भएको थियो। अनि मलाई के लाग्थ्यो भने यही समाजमा काम गर्छु होइन, यही समाजको मान्छेहरूले जसले मलाई भनेको छ नि उहाँहरूलाई चाहिँ म एउटा त्यो खालको मान्छे होइन भनेर देखाउनलाई काम गर्छु भनेर मसँग एउटा सायद सकारात्मक प्रतिशतको भावना भयो होला होइन। त्यतिखेरका ती समाजका मान्छेले हेरी नजर र आज
ती समाजका मान्छेले हेरी नजरमा के फरक पाउनुहुन्छ? आकाश पतालको फरक छ। अहिले माया गर्नुहुन्छ उहाँहरूले। हिजो के भन्नुहुन्थ्यो? हिजो त्यही मान्छे तपाईँ नै हो, उमेर अलिक कम थियो होला, अझ अलिकति उमेर बढाएको छ, त्यति मात्रै हो नि होइन र? मैले यो समयको बिचमा मैले उहाँहरूको मन जितेँ नि त। अहिले माया गर्नुहुन्छ। काम गरेर मन जित्नु हो? काम गरेर मन जितेँ। अनि मेरो इमान्दारिता होइन, मेरो लगनशीलता, मेरो मेहनतले गर्दा तपाईँलाई घर छोडेर बाहिर जानलाई ट्रेनिङ गराउनुहुन्छ, विभिन्न तपाईँ सामाजिक संस्थाहरूमा हुनुहुन्छ, स्कुलको व्यवस्थापन समितिमा हुनुहुन्छ, वनको व्यवस्थापन समितिमा हुनुहुन्छ थिएँ पहिला होइन? पहिला तपाईँको रिसर्चले मैले फाइन्ड आउट गरेको थिएँ। सबै कुरामा घर परिवारको सपोर्ट, अहिले पनि त घरमा हुनुहुन्छ होला नि तपाईँको आफन्तहरू, नजिकको मान्छे हुन्छ नि? यस्तो हो, राम्रो काम गर्न निस्किसकेपछि भइहाल्छ होइन, त्यो आफूमै डिपेन्ड हुने कुरा हो। म राति 12 बजे पनि काम गरेर आउँछु, म सिट ठाडो गरेर आउँछु, घरभित्र प्रवेश गर्छु, किनभने मैले नराम्रो काम गरेर आएको छुइनँ भन्ने मलाई महसुस हुन्छ। म आफूले आफूलाई ढाँट्न सक्दिनँ नि त। मैले नराम्रो काम गरेर आउँदा पो मलाई कसैले के भन्छ कि होइन, मलाई कसैले वाच गरिरहेको छ कि, मलाई चियो गरिरहेको छ कि भन्ने हुन्छ। तर मैले राम्रो काम गरेर आउँछु। म प्रायः पूर्वाञ्चलतिर प्रोग्रामहरू हुँदाखेरि कहिले जुरीमा गएर आउँछु होइन, 12-1 बजी प्रोग्राम सकिया हुन्छ। अनि आउँदाखेरि म आनन्दले घरमा आएर सुत्छु, किनभने मलाई चाहिँ घर मनपर्छ। अनि मेरो सानो सानो कोठा भए पनि मेरो घरको बेड मनपर्छ होइन। बाहिर भन्दाखेरि पनि म लगभग बाहिर त्यति धेरै बस्दिनँ। अनि मलाई राति आउँदाखेरि पनि किन मान्छे राति आइस भनेर भन्दैन जस्तो लाग्छ, किनकि अब थाहा पाइसक्यो कि उसको कामै यस्तो छ भनेर क्या। समाजले एउटा कुरा भन्नु पर्दाखेरि समाजको विश्वास जितिसकेको छु जस्तो लाग्छ। तपाईँले आफूलाई एकदम दखल सबै कुरामा, सबै क्षेत्रमा कसरी बनाउनु भयो? फिल्मको हिरोइनी पनि हुनुहुन्छ तपाईँ, कोरियोग्राफर पनि हुनुहुन्छ, विभिन्न सेक्टरमा ट्रेनिङ दिइरहनु भएको छ समाजमा गएर होइन, न्यायपालिकाको पनि कामहरू गरिरहनु भएको छ। सो कसरी आफूले आफूलाई यो हुन्छ नि सबै क्षेत्रमा पूर्ण रूपमा डेभलप गर्नुभयो? मेहनत हो, मेहनत गर्यो भने सबै कुरा पोसिबल छ। तपाईँले कसरी त्यो एउटा प्लेटफर्म त चाहियो नि मेहनत गर्नलाई? कुन प्लेटफर्म, कुन साथी सर्कलबाट तपाईँले आफूलाई ग्रो गरिसकेपछि अनि डिमान्ड क्रिएट हुन्छ नि त? यस्तो भयो सर, जब हस्बेन्डको एक्सपायर भयो अनि त्यस पछाडि अब कसरी बाँच्ने हो भन्ने कुराहरू चाहिँ अब मान्छेले खोज्दो रहेछ क्या। त्यति बेला म खानेपानीमा जागिर पनि गर्थेँ, थोरै हुन्थ्यो होइन, 10-12 हजार सेलरी हुन्थ्यो, त्यसले त मलाई केही पनि हुँदैन थियो। अनि मैले सोचेँ अब मैले के गर्ने होला होइन, अब बाहिर त निस्किनु पर्यो। त्यति बेला म प्रोग्रामहरू गर्थेँ। मेरो सानो बाबु चाहिँ 3 वर्षको थियो, बाबुलाई लगेरै जान्थेँ क्या। अनि जान्थेँ, तपाईँ आफूले आफूलाई सम्हाल्नु अनि जान्थेँ क्या। अनि त्यतिखेर अनि प्रोग्राम होस्ट गर्दै गर्दाखेरि चाहिँ अनि प्रोग्राम सायद म कल्चर प्रोग्रामहरू चलाउँथेँ त्यो बेला। अनि होस्ट गर्दै गर्दाखेरि अनि छोरालाई अगाडि राख्थेँ। अनि उसले भन्थ्यो क्या, मम्मी यसरी बोल्नुभयो तपाईँ भन्थ्यो, कसरी खै त ताली बजाउनुहोस् भनेर बोल्दै हेरेँ क्या मैले। उसले चाहिँ मलाई त्यो नकल गर्थ्यो क्या, घरमा आएर सुनाउँथ्यो। अनि सम्हाल्नुहोस् आफूले आफूलाई, त्यो छेडलाई सम्झिँदाखेरि अब त्यो सबै क्षणहरूबाट तपाईँ पार गरिसक्नु। छोरा हेरिदिने मान्छे पनि थिएन नि त, सँगै लिएर जानुहुन्थ्यो? सँगै लिएर जान्थ्यो, अगाडि राख्थेँ क्या, कुर्सीमा राख्थेँ। अनि राखेपछि अनि उसले मलाई पछाडि भन्थ्यो क्या, त्यो कुराहरू चाहिँ भन्थ्यो, यसरी बोल्नुभयो भन्थ्यो। अनि अब अहिले त ठुलो भइसक्यो, सानै 3 वर्षको उमेरमा छोराबाट पनि तपाईँले केही कुराहरू पाइरहनु भएको थियो ज्ञान सँगै लिएर? होइन, अब यस्तो सँगै त अब किन लग्यो भने अब राति हुन्थ्यो प्रोग्राम, राति घरमा हेरिदिने मान्छे हुँदैन थियो। अनि उसँग लग्यो होइन, अनि पछि लिएर आउँथे। अनि उसलाई चाहिँ स्टेज अगाडि राख्थ्यो नि त, उसले पनि प्रोग्राम हेरिरहेको हुन्थ्यो। अनि पछि मलाई घरमा आउँदा चाहिँ उसले त्यो कुरा भन्थ्यो क्या, तपाईँले यसरी बोल्नु भयो भने कसरी बोल्नु नानी भनेर सोध्थ्यो नि त मैले। ताली बजाउनुहोस्, ताली खै त ताली कस्तो लाग्यो भनेर भन्थेँ अरे क्या मैले, त्यसरी होस्ट गर्थेँ अरे क्या। अनि अब त प्रायः कल्चर प्रोग्राममा त्यति बेला सिकेको हो कि मैले तालिम लिएँ थोरै, मैले सर्टेन टाइम पनि तालिम पनि लिएँ। तालिमको अपर्च्युनिटीहरू थियो तपाईँको को अपर्च्युनिटी चाहिँ कस्तो थियो भने सर होइन, म चाहिँ ठ्याक्कै एकल महिला हुँदाखेरि चाहिँ एउटा सहकारीले मलाई सम्मान गरेको थियो क्या। सहकारीले एकल महिलाको सम्मान कार्यक्रम राख्नु भएको थियो। अनि त्यो सम्मान गर्दाखेरि चाहिँ मलाई कस्तो नराम्रो फिल भयो नि त। सहकारीले एकल महिला भनेर सम्मान गरे? हो, त्यो चाहिँ सम्मान चाहिँ एउटा प्रमाणपत्र थियो। अनि पैसाहरू केही पनि थिएन, प्रायः नगद पुरस्कारहरू केही थिएन, नगद सम्मान थिएन भनौँ न। अनि एउटा चाहिँ एकल महिला सम्मान भन्ने प्रमाणपत्र थियो। अनि त्यो बेला चाहिँ मलाई बोल्न मन लागेको थियो
थियो क्या सम्मानित हुने व्यक्तिहरूबाट चाहिँ अनि मैले त्यति बेला बोलेको थिएँ क्या यो सम्मान गर्नुभयो मलाई एकदमै नराम्रो लाग्यो होइन एकल भए समाजमा भर्खरै एकल भए हुन्छ नि त त्यो बेला एकल भएकै त्यही वर्षकैलाई गरिन्छ नि त होइन त्यो वर्ष भनेको त एउटा आलु काँचै हो नि त त्यो श्रीमानको माया त्यही त हट त भइरहेको हुन्थ्यो नि त अनि त्यत्रो अब स्पेसल गेस्ट होइन चिफ गेस्टहरूको अगाडि मासमा त्यसरी एकल भनेर चाहिँ नखाने चाहिँ आफूलाई गिल्टी फिल हुँदो रहेछ क्या त्यो कुरा गरेपछि चाहिँ उहाँहरूले बरु एकल महिलाहरूलाई यहाँहरूले बरु होइन ऋणमा छुट गर्नुहोस् स्किल दिनुहोस् ताकि उसले भोलि गएर बाँच्न सकोस् भनेर मैले भन्दै गर्दाखेरि चाहिँ त्यसको 2-3 महिना पछाडि होला मलाई त्यो सहकारीले चाहिँ ट्रेनिङमा पठायो त्यो सहकारीमा तपाईँ पनि आबद्ध चाहिँ हुनुहुन्थ्यो सदस्य थिएँ अनि मलाई तालिममा पठायो 2500 रुपियाँ जस्तो लाग्छ मलाई 2000 कि 2500 धेरै वर्ष भयो होइन लगभग मलाई 2500 जस्तो लाग्छ पैसा दिएर उनीहरू त्यो संस्था दिएर उनीहरूको के भयो त्यो नि संस्थामा चिठी आएको रहेछ यति लाग्छ तपाईहरुको सहकारीबाट चाहिँ पठाइदिनुस् भन्नुभएको रहेछ अनि 2500 दिएर अनि मलाई पठायो त्यस पछाडि के कुरा नलेज भयो पछि मैले हिमसेगर टेलिभिजनमा पनि तालिमहरु लिएँ बोल्न सक्ने क्षमताको विकास भयो सुगारीका केसीहरुबाट त्यस पछाडि हाम्रो विजय पौडेल सरबाट राधाकृष्ण मैनाली कि दिताल समथिङ उहाँहरुबाट पनि मैले त्यहाँ अनि हाम्रो शिरोमणि दवाडी उहाँहरु सरहरुसँग पनि मैले तालिम लिने अवसर पाथे अनि त्यस पछाडि चाहिँ अनि अलिअलि अनि पहिला त अब धेरै पैसा दिदैन नि त 1500 1500 दिन्थे 1500 1500 को लागि पनि हैन काम गर्नु पर्थ्यो अनि हाम्रो चाहिँ कस्तो भने बजारमा घर थियो अनि बजारमा घर हुँदै गर्दाखेरि चाहिँ त्यहाँनेरि शुक्रबार नै व्यापारीहरु आउनुहुन्छ अनि हाम्रो सानो कोठा थियो एउटा अनि त्यो सानो कोठामा चाहिँ अनि व्यापारीहरुलाई खाना खुवाउँथे क्या म भात बेच्दै अनि आफ्नै होटल थियो होटल थिएन होटल हैन त घरमै भात बेच्थे क्या कोठामै भात बेच्थे अनि एक छाकको 15 रुपैयाँ दिनुहुन्थ्यो उहाँहरूले अनि कति वर्ष अगाडि यो कुरा हो 14 वर्ष अगाडिको 14-15 हस्बेन्ड हुँदैखेरिको हो अनि हामी चाहिँ छुट्टिया थियौं कि अब श्रीमान चाहिँ धेरै रक्सी खाने भएपछि अब आमा बुवाले पनि तिमीहरु छुट्टिएर खाऊ भन्नु भएको थियो नि त अनि अब श्रीमान त त्यही रक्सी खाइहाल्नुहुन्थ्यो हैन अब उहाँको कामै त्यही हुन्थ्यो धेरै अब काम गर्नुहुन्थ्यो अनि मैले चाहिँ के गर्थेँ भने अनि हामी भात बेच्थ्यौं अनि भात 15 रुपैयाँ छाक भात बेच्थ्यौं अनि त्यो ग्राहकलाई चाहिँ हाम्रो घरमा सुत्न दिनु पर्थ्यो के सुत्न दिनु पर्थ्यो सुत्न पाउँदा मात्र उहाँहरु खाना खानुहुन्थ्यो के खाना खानुहुन्थ्यो व्यापारीहरु हुनुहुन्थ्यो कुचो अम्लिसोहरु हुन्छन् गोटीहरु किन आउनुहुन्थ्यो शुक्रबार आउनुहुन्थ्यो अनि शुक्रबार राति बस्नुहुन्थ्यो अनि शनिबार बजार भरेर फर्किनुहुन्थ्यो क्या उहाँहरु चाहिँ अनि भात बेच्थ्यौं अनि त्यस पछाडि हामी चाहिँ अनि स्कुलको चौरी नजिकै छ स्कुलको चौरीमा गएर सुत्थ्यौं क्या हामी उहाँहरुलाई त्यहाँ सुताएर हैन जिन्दगी चलाउनको लागि किन भन्दाखेरि चाहिँ पैसा आउँछ नि त हैन अनि भात बेच्दै दुवैजना तपाईहरु स्कुलको चौरीमा गएर सुत्नु स्कुलको चौरीमा खुला बच्चाहरु त्यतिखेर बच्चाहरु पनि लान्थ्यौं दाउहरु लान्थ्यौं हैन सानो सानो गर्मी महिनामा हो यो स्पेशल गर्मी हामी अन्य पनि लगेर जान्थ्यौं जाडो महिनामा जाडो महिनामा अब त्यो त गर्मी महिनामा बस्ने यो गर्नु ग्राहक भड्किहाल्छ नि त हैन अनि हामी लान्थ्यौं अनि बिहानै हामी 4 बजे नै उठेर हामी आउँथ्यौं क्या अनि हामी बाहिर खाटमा पनि त्यो बाटोको खाट बाटो हिँड्ने ठाउँमा पनि बाहिर खाट थियो अनि त्यहाँ पनि हामी सुत्थ्यौं क्या संघर्ष गरेनु हो त्यस्तो सम्म दुःख गर्नु भयो त्यो सुत्थ्यौं कि अनि त्यो चाहिँ किन भन्दाखेरि चाहिँ अब 15 रुपैयाँको छाकले भात बेच्दै गर्दाखेरि पनि के हुन्थ्यो भने के रे एक हप्ताभरि चामल खाने पैसा आउँथ्यो क्या त्यो भएर पनि हामीले त्यसरी पनि गर्यौं अनि त्यो तपाईले भन्दै गर्दाखेरि यो कुरा जोड्न मन लाग्यो संघर्षका कुराहरु भनेपछि त्यसै आज तपाईको टेलिभिजनको मार्फत हैन तपाईसँग त्यतिकै आएर बोल्न सक्ने क्षमता त भए होइन नि त त्यो छुट्टै छ एउटा महिलाले दुःख गरेर पनि सुखतिर जान सक्छ भन्ने एउटा एक्जाम्पल तपाई नै हो लिडर हुन सक्छ भन्ने कुरा भोलि उस्तै बोल्न तपाईले राज्य चलाउन सक्नुहुन्छ सरकारमा गएर हैन त्यो अपर्च्युनिटी त्यो कन्फिडेन्ट लेभल डेभलपमेन्ट भएको छ त्यसपछि के भयो अनि कसरी आफूलाई परिवर्तन गर्नुभयो समाजमा भ्यालुएबल क्रिएट गर्नुभयो कि एउटा एक्जाम्पल आम नेपाली दर्शक महानुभावहरुले तपाई कुरा सुन्नुभयो भने उहाँहरुले पनि एउटा आफूलाई डेभलपमेन्ट गर्ने वुमन इम्पावरमेन्टको एउटा एक्जाम्पलको रूपमा हामीले तपाईलाई इमानदारी हो हैन यो समाजले के भन्छ भनेर हामीले पछाडी फर्केर हैन सही र सत्यतामा बस्यो भने र निरन्तर काम गर्यो भने चाहिँ पोसिबल भन्ने कुराहरु हुँदो रहेछ भन्ने कुराहरु चाहिँ मलाई अहिले लाग्छ हैन अहिले मलाई कति वर्षसम्म त्यसरी भात बेच्नु भयो अनि आफू गएर रोडमा गएर त्यहाँ के रे चौरीमा गएर स्कुलको
सुत्नुभयो होल फ्यामिली 18-20 वर्ष कन्टिन्यू त्यसरी गर्नुभयो हामीले बेच्यौँ लगभग हामीले 6-7 वर्ष नै हामीले त्यसरी भात बेच्यौँ अहिले पनि उहाँहरूले यो टेलिभिजन हेर्नुभयो भने मेरो यो पोडकास्ट हेर्नुभयो भने यो पोडकास्टबाट उहाँहरूले ओहो हामीलाई नै खुवाउनु भएको थियो उहाँले भन्नुहुन्छ होला सायद होइन अनि एकदमै धेरै स्ट्रगल चाहिँ धेरै नै गरियो सर त्यसपछि के ट्रेनिङहरू त्यसपछि यस्तो भयो त्यसपछि उहाँ बिरामी हुनुभयो लामो समय अनि 8 महिना अगाडि नै उहाँलाई चाहिँ उहाँको पेट सुन्निएको थियो अनि हस्पिटल लगिसकेपछि उहाँलाई बाँच्दैन भन्नुभएको थियो क्या अनि डाक्टरले भनिसक्नु भएको थियो मैले धरान गोकामा लगाएको थिएँ बिपी कोइराला विज्ञान प्रतिष्ठानमा अनि मैले आफै लगेर पैसाहरू थियो तपाईसँग मैले चाहिँ जस राम्रै पैसा कमाएको थिएँ भात बेचेर भनौँ न दुःख गरेर अनि 15 रुपियाँमा भात पाइन्थ्यो आज 10-15 वर्ष अगाडि कति वर्ष अगाडि सादा भात 15 रुपियाँमा थियो अनि मासु भात 50-60 रुपियाँ थियो अनि बस्नुहुन्थ्यो उहाँहरू अनि बिहान पनि दिउँसो पनि बेच्दै फेरि उहाँहरूले नै खानुहुन्थ्यो क्यास पैसा दिनुहुन्थ्यो कि उधारो क्यास नै दिनुहुन्थ्यो कतिजनालाई बेच्नुहुन्थ्यो दिनमा भात चाहिँ भात त रेगुलर हुन्थ्यो कि हप्तामा एकचोटि हुन्थ्यो अनि पछि चाहिँ मैले फेरि तल घर मुनि नै सानो भयो नि त राम्रो डिमान्ड भएपछि चाहिँ घर मुनि नै होटल गरेँ अनि होटल गर्दाखेरि अनि श्रीमान पनि हुनुहुन्थ्यो अनि अब त्यति बेला म खानेपानी जब पनि गर्थेँ अनि पार्ट टाइम अब जस्तो बिहानै उठ्यो होइन सबै थुक्पाहरू पकायो होइन कलेज नजिकै थियो अनि लगभग 2-3 कार्टन थुक्पा त म बिहानै बेच्थेँ 15-20 किलो मासु बेच्थेँ अनि थुक्पा सबै बनाइराख्थेँ चाउमिनहरू बनाइराख्थेँ अनि अफिस जान्थेँ अनि आएपछि भाडा यति धेरै रास हुन्थ्यो क्या अनि उहाँले चाहिँ बेच्नुहुन्थ्यो अनि फेरि आएर भाडा बोल्थेँ होइन अनि राति चाहिँ लुगाहरू धुन्थेँ राति 12-1 बजीसम्म लुगाहरू धुन्थेँ घरको सरसफाइ काम गर्थेँ त्यसरी गर्दाखेरि अलिअलि राम्रै थियो सुनहरू थियो होइन उहाँलाई ट्रिटमेन्ट गर्यो अनि गर्दाखेरि पनि अब बाँच्दैन भनेर डक्टरले भनेको थियो तर मलाई के लाग्थ्यो भने होइन अनि विज्ञान पनि फेल हुन्छ कहिलेकाहीँ होइन मेरो मायाले होला जस्तो लाग्थ्यो क्या मलाई चाहिँ अनि त्यति धेरै मैले चाहिँ मलाई केयर गर्थेँ भनौँ न अनि अझै पनि मलाई उहाँको माया लाग्छ होइन अनि केयर गर्थेँ अनि त्यस पछाडि उहाँ चाहिँ दबाई नै नखाइदिने क्या एउटा दबाई खुवाउनु पर्यो भने चाहिँ कति धेरै दिलाउना गर्थेँ क्या तपाईँलाई केही भयो भने कसरी बाँच्ने हामी यस्तो त्यस्तो भन्थ्यो बल्ल एउटा खानुहुन्थ्यो अनि त्यस पछाडि भएमा खान्न भन्नुहुन्थ्यो क्या अनि सिलगढी पनि लगे पछाडि होइन अनि सिलगढी लाँदाखेरि पनि डक्टरहरूले भन्नुहुन्थ्यो कुनै पनि औरतले यसरी यति धेरै हस्बेन्डलाई माया गरेको चाहिँ पाइँदैन भन्नुहुन्थ्यो अनि पछाडि चाहिँ एकपल्टमै कति धेरै ब्लड चलाउनु पर्ने क्या अनि मैले चाहिँ कति धेरै त्यहाँको रिक्साहरू बेच्नेहरूसँग ब्लड किन्थेँ क्या अनि मेरो ब्लड एक्सचेन्ज गर्थेँ म त्यहाँ कति ठाउँमा म ढाँटेर पनि मैले एक दिनमै 3-4 चोटि मेरो ब्लड पनि झिकेको थिएँ क्या मैले अनि कस्तो भने अब सबैजना ब्लडको ग्रुपहरू मिल्थ्यो यस्तो हुन्छ हामीले चाहिँ हाम्रो ब्लड दियो अनि अर्को दिन्थ्यो नि त हामीलाई रिप्लेस गर्न मिल्थ्यो अनि कस्तो हुन्थ्यो भने अनि उहाँ चाहिँ अब बेड भर्न आउनु भएको थियो अनि त्यस पछाडि मैले चाहिँ अब हामी यता नेपालको कस्तो हुन नि त चाहिँ टाइम टाइममा त भेट्न दिन्छ अनि मैले चाहिँ खानेकुराहरू लिएर जान्थेँ क्या मैले के खानुहुन्छ कि भनेर लिएर जान्थेँ अनि त्यसले पनि खालिदिनुहुन्थ्यो क्या मलाई रक्सीले भन्नुहुन्थ्यो क्या हस्पिटलको बेडमै रक्सी ल्याउँथ्यो म चाहिँ अनि कस्तो आँखाबाट आँसु झारेर बाहिर निस्किन्थेँ क्या अनि मैले बचाउन चाहिँ धेरै नै खोजेको होइन तर पछि भन्नुभयो सासूले पनि भन्नुभयो अब बुवाले पनि भन्नुभयो धेरै दुःख गरिस् तैँले होइन अनि अब उसलाई यहाँ यताभन्दा पनि उतै धेरै माया भयो भन्नुभयो अनि अब ठिकै छ जस्तो लेखेको त्यस्तै हुन्छ तर म खुसी छु किन खुसी छु त्यसपछि के भयो त्यस्तो दुःखका दिनहरू थिए हैन तपाईले आफूलाई जब अनि उहाँको मृत्यु भयो अब अहिले जुन तपाईको समाजमा एउटा अनि आफ्नो रेपुटेसन छ गुडविल छ जता पनि तपाईलाई खोजिन्छ हैन त्यो एउटा वुमन एम्पावरमेन्ट किन खोजिन्छ भने त्यो अधिकारको रूपमा काम गरिरहेको छ नि त हिजो गरेको देख्नु भएको छ नि त त्यो समाजले अनि समाजलाई थाहा छ अब अहिले भर्खरै आएको होला त माइग्रेट भएर आएको होला त थाहा छैन तर जो त्यहाँ बस्नु भएको छ नि त्यो मेरो नगरमा बस्नु भएको छ पुरानो मान्छे र मलाई नजिकबाट चिन्नु भएको छ उहाँलाई चाहिँ यो सबै कुरा पनि थाहा छ हैन अनि त्यस पछाडि अब जब उहाँको फेरि कस्तो भयो भने ठ्याक्कै उहाँ बित्नु भयो अनि उहाँ बितेको लगभग 6-7 महिना पछाडि सासू बित्नु भयो क्या सासू पनि क्यान्सर भिक्टिम हुनुहुन्थ्यो अनि उहाँ बित्नु भयो अनि उहाँ बितेको 54 दिनमा फेरि ससुरा पनि बित्नु भयो क्या अनि वज्रपात भएछ तपाईको परिवार भनौँ न ठ्याक्कै एक्लो जस्तो भयो क्या एक्लो जस्तो भयो अनि सबैजनाले अब 22 वर्षको मान्छे हैन अनि सबै कुरा आफ्नै आँखाले देख्नु आफ्नै आँखाले यही हातले पोले नि एक हातमा बोके हातले पोले हैन आफै जानु भयो मलाई आफै गयो आफै पोले हैन अनि पोले त्यसपछि अनि त्यसले झन् मलाई स्ट्रङ बनायो क्या समाजमा धेरै लेडिजहरु जानुहुन्न महिलाहरु जानुहुन्न भन्ने छैन हाम्रोमा
हाम्रो सोसाइटीमा र हाम्रो कल्चरमा पनि त्यस्तो छैन। हामी आफै जान्छौँ होइन, हामी आफै भोग्छौँ। अनि त्यस्तो सङ्घर्षले पनि झन् अब मैले समाजमा चाहिँ धेरै काम गर्नुपर्छ भन्ने मलाई भयो। अब चुनौती त आउँछ नि होइन हाम्रो समाज। त्यसपछि तपाईँ कोरियोग्राफर कसरी हुनुभयो, त्यसपछि पोलिटिसियन कसरी हुनुभयो, उपमेयरमा चुनाव पनि लड्नु भएको थियो होइन। सो त्यसपछिबाट तपाईँ यो ट्रेनर, त्यहाँ रेपुटेड ट्रेनर हुनुहुँदो रहेछ पूर्वाञ्चलको, सबैले तपाईँलाई खोज्दा रहेछन्। सो भ्याइ नभ्याइ 15 दिन 45 दिन त रेगुलर गरेर आयो त्यहाँ, रेगुलर एकदमै पाइपलाइनमा ट्रेनिङ छ तपाईँको। सबै कुरा कसरी भयो, कसरी सम्भव भयो? अनि फिल्म पनि खेल्नुभयो, नाम्लो भन्ने फिल्म होइन, मेन क्यारेक्टर खेल्नु भएको छ तपाईँ। सो त्यो पोस्टरहरू हामीले हेरेका थियौँ, तपाईँ आउनुभन्दा अगाडि सर्च गरेका थियौँ। अलिकति यो कहानी पनि सक्सेसको कुराहरू पनि गरौँ न त, दुःखको कुरा त हामीले गऱ्यौँ, एउटा दुःखबाट सुखमा कसरी आउनु कसरी हुन्छ भने मान्छेले हरेस खानु हुँदैन होइन, हिम्मत हार्नु हुँदैन। हाम्रो महिला दिदी बहिनीहरू चाहिँ आत्तिहाल्नुहुन्छ क्या, दुःख पायो भनेर के गर्नु, बाटो त खोज्नु पर्ने रहेछ नि त, कुन ट्र्याकमा हिँड्ने भन्ने कुरा त देखाउनु कि कसैले बाटो देखाइदिनु पर्यो कि आफैले खोज्नु पर्यो? आफै खोज्नुपर्छ सर, बाटो आफै खोज्नुपर्छ। आफूभित्रको क्षमता कसरी चिन्ने, जुन तपाईँसँग धेरै क्षमता हुन्छ सर, हरेक मान्छेसँग गड गिफ्टेड हुन्छ, तर त्यो मान्छेहरूले युटिलाइज गर्न आफूले नचिनेर मान्छेहरू कतिजना मान्छे त्यसै पनि बित्नुहुन्छ होइन। तर कस्तो भयो भने जब उहाँ बितिसकेपछि अब मैले केही गर्नुपर्छ यो समाजमा भन्ने लाग्यो क्या, म जोड्दैछु। अनि त्यस पछाडि मैले आफूले आफूलाई स्ट्रङ बनाएँ अनि मैले काम गर्न थालेँ। मैले समाजमा चुनौती त आउँछ, हाम्रो यस्तो समाज छ होइन। अब यदि म मरेर मेरो श्रीमान बाँचेको भए होइन, ओहो यसको घरमा त चुलो चौकै बन्द भयो, एउटा केटी खोजेर बिहे गर्नुपर्छ, ढोकानै लाग्यो भन्ने समाज छ नि त। तर शान्ति पाक्सिनको श्रीमान मर्दै गर्दाखेरि त त्यो भन्ने चल्नु त छैन नि त होइन, छैन नि त, त्यो समाजभित्र छ। पहिला पछि समाजले चियो चर्चा नगरेको भए आज यो ठाउँमा पनि हुँदैन थिएँ। जब समाजले पहिला पछि चियो चर्चा गर्छ नि, मैले ठिकसँग पहिला चाल्नुपर्छ भन्ने मलाई लाग्यो। त्यस पछाडि म उहाँ हुँदा पनि मैले सामुदायिक वनहरूतिर म कोषाध्यक्ष यताउति काम गरिरह हुन्थेँ होइन, गरिरह हुन्थेँ। त्यसलाई मैले टु बी कन्टिन्यू गरेँ सर, टु बी कन्टिन्यू गरेँ। अनि म यता हजुरले ग्ल्यामर फिल्डमा म चाहिँ मोन्टेसरी पनि खोलेँ मैले सल्लाह जोड्न। त्यो हुन्छ नि मान्छेले दुःख पाएपछि के गर्नुपर्छ भनेर। अनि योग्यता क्षमता चाहिँ कति थियो? तपाईँ बिहे भइसकेपछि पढ्नुभयो अथवा कहाँ पढ्नुभयो? मैले एसएलसी आफ्नो एजुकेसन 15 वर्षमा बिहा गरेको, एसएलसी पनि मैले मेरो श्रीमानको घरमा गएर दिएको। अनि पहिलोचोटि पास गर्नुभयो एसएलसी? पहिलोचोटि सेकेन्ड डिभिजनमा पास गरेँ। अनि त्यस पछाडि पढाइ स्टप भयो। पछि बाबु जन्मेपछि, सानो बाबु जन्मेपछि अनि +2 गरेँ। अनि ब्याचलर त भर्खरै सक्यो सर। भर्खरै सक्नु भएको? ओके। त्यसपछि अनि अलिकति हामी जोड्छौँ, समाज सेवामा कसरी एउटा प्रेरणा जाग्यो, त्यसपछि कोरियोग्राफर कसरी हुनुभयो, हिरोइन कसरी हुनुभयो, ट्रेनर कसरी हुनुभयो? मर्दै गर्दाखेरि मैले समाजलाई केही दिनुपर्छ, छाप छोडेर मर्नुपर्छ भन्ने लाग्यो। अब म जति बाँच्छु नि त्यति चाहिँ म अब सामाजिक काम गर्छु भन्ने लाग्यो। समाजकै लागि बाँच्छु भन्ने भयो होइन, समाजकै लागि बाँच्छु। मेरो पर्सनल लाइफको बाँच्ने भए त म यतिखेर यहाँ हुँदै हुँदैन थिएँ नि त होइन, बाहिर जान्थेँ होला, कसैसँग बिहा गर्थेँ होला होइन, आफ्नो छुट्टै दुनियाँ हुन्थ्यो होला। तर जति बाँच्छु अबको मेरो समय, मेरो उमेर होइन, मेरो चाहिँ बाँचेको सेटलमेन्ट गरिसक्नुभयो? भइसक्यो। दुईटा छोरा। ओके। अनि अब आफ्नो मनले भनेको कुरा हो, समाजकै लागि बाँच्छु भने? समाजकै लागि, अहिले पनि समाजकै लागि। तपाईँ चुनाव उपमेयरमा उठ्नु भएको थियो, के को लागि उठ्नु भएको थियो? समाज सेवाकै लागि हो? समाज सेवाकै लागि हो। किन तपाईँलाई फेरि त्यहाँका स्थानीय बासिन्दाले पत्याएनन्, भोट हालेनन्, तपाईँलाई पछि पारे? त्यो त उहाँहरूलाई सोध्नुपर्छ होइन, मलाई त केही छैन, मलाई चिन्न सक्नु भएन। हरेक मान्छेहरूले हिरालाई चिन्नलाई गाह्रै हुन्छ नि त। तपाईँ हिरा हो त समाजको लागि? त्यसलाई चिन्न मैले त्यसो भन्न खोजेको पनि होइन, मेरो आफ्नो भिजन, एउटा मिसन, मेरो एउटा गोल थियो नि, त्यसमा मैले दुःख पाइरहेको छ नि तपाईँलाई चिन्न नसकेर, उपमेयर नबनाएर त्यहाँका स्थानीय भन्नुहुन्छ सर। कसरी पनि हो भने अब हाम्रो नगरपालिका सानो नगरपालिका होइन, गाउँको नगरपालिका, अनि धेरै जनसङ्ख्याहरू चाहिँ कार्यकर्ता हुनुहुन्छ, जनता हुनुहुन्न क्या। एउटा घरमा एउटा आमा महिलासँग हुनुहुन्छ कि अनिमासँग हुनुहुन्छ, छोरा कि तरुण दैना छ कि युवासँग छ, माउ पार्टीमा हुन्छ होइन। त्यो भएकोले गर्दा त्यो परिवार जनता भएको भए चुनाव जित्थ्यो होला, सबै चाहिँ कार्यकर्ता भएकोले गर्दा चुनाव हारे। तर मलाई तपाईँ स्वतन्त्र उठ्नु भएको थियो होइन? म स्वतन्त्र भन्दा पनि यस्तो भएछ, एकीकृत समाजवादी थियो हामीसँग चिनिएको, भर्खरै एमालेसँग छोडेर गएको भन्ने कुराहरू आयो होइन। त्यस्तै हुन्छ, चुनावमा धेरै कुराहरू पनि आउँछन् होइन, त्यसले गर्दा चुनाव हार्यो। तर मलाई केही छैन सर, किन छैन भने मैले हारेको होइन क्या चुनाव,
स्थानीयवासीले हार्नु भएको। किनभने म त अहिले आज तपाईँको स्टुडियोमा छु, भोलि म कहाँ पुग्छु होइन, मेरो आफ्नो जीवनको लागि त मैले सेटलमेन्ट गरिरहेको छु, म बाँचिरहेको छु होइन। दिन प्रतिदिन म आफ्नो कुराहरूलाई अपडेट गरिरहेको छु, मैले आफ्नो सबै कुराहरू ग्रो गरिरहेको छु होइन। तर मैले चुनाव हार्दै गर्दाखेरि चाहिँ जनताले मेरो भिजन, मेरो मिसन, मेरो गोलमा चाहिँ जनताहरूले पाउनु भएन नि त। मेरो चाहिँ प्लान अफ एक्सन जनताहरूले पाउनु भएन नि त, त्यो जनताले हारेको हो क्या। तर अब जनतालाई पनि त्यसो भनिहाल्न पनि मिल्दैन। किन मिल्दैन भने चुनावै त्यस्तो हो क्या, हाम्रो समाजै सोसाइटी हो क्या। मान्छेको सचेत चेतनाको स्तर नै हामी पार्टीदेखि बाहेक कहीँ सोच्दैनौँ क्या, त्यो भएकोले गर्दाखेरि हो। तर पार्टीको मान्छे होइन, राम्रो मान्छेलाई लिएर आउनु पर्यो भन्ने तपाईँको भनाइ हो। जो आए पनि राम्रो मान्छे लिएर आउनु पर्यो भन्ने सोचाइ हो। तर उहाँहरूले बुझ्नु पार्टीको छाप नहेरौँ, उहाँहरूले बुझ्नु भएन। अब फेरि चुनाव लड्ने प्लान छ कि छैन? छ नि सर। किन केमा लड्नुहुन्छ तपाईँ? अब मेयरमा लड्छु। त्यही क्षेत्रमा लड्नुहुन्छ? उठ्ने हो, जित्ने हो। पक्का हो? जनताले भोट दिन्छन् त्यहाँको स्थानीय बासिन्दाले? दिनुभयो भने, माया गर्नुभयो भने जनताको काम गर्ने हो होइन। गर्नु भएन भने अहिले पनि जनताको काम त गरिरहेको छ। तपाईँको चुनावको नारा के हुन्छ त? अब मेरो चुनावको नारा भनेको होइन, समृद्ध लेटाङ होइन, सुखी लेटाङवासी हुन्छ समृद्ध। हाम्रो अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीको नारा हो नि। केपी शर्माको मात्रै हुँदैन नि सबै नारा, उसको मात्रै हुन्छ भनेर के ग्यारेन्टी छ? के कहाँ लेखेको? चुनाव खर्चिलो भयो त अहिले? तपाईँको एरियामा चुनावमा सुँगुर काट्नुपर्छ पर्दैन? पर्छ। तपाईँ पनि काट्नुहुन्छ? मैले चाहिँ काटिनँ होइन, तर काट्नुहुन्छ। किन भन्दाखेरि हाम्रो भूगोल नै त्यो छ क्या। सुँगुर काटेन भने त्यहाँको बासिन्दाले भोट दिँदैनन्? त्यो सुँगुर मासु खाएर भोट दिएको चाहिँ होइन होइन, उहाँहरू टाढाबाट आउनुहुन्छ नि त। हाम्रो भूगोलै त्यस्तो छ क्या, बिकट छ। अनि बिहानै आउनुहुन्छ, खाना त खुवाउनु पर्यो। अनि खाना खुवाइसकेपछि अब चुनावमा गइसकेपछि अर्को त्यही पार्टीको अर्को क्यान्डिडेटले मासु भात खुवाइरहेको हुन्छ। मैले चिउरा भुजा त खुवाउनु भएन नि त होइन। अब मैले चिउरा भुजा खुवाइराख्दाखेरि उहाँहरूलाई पनि त मासु भात खानातिर पनि त मिठो त चाहिन्छ नि त होइन। त्यो चुनाव जित्नको लागि खुवा होइन, त्यो ठाउँ र भूगोल र बनावट हाम्रो चाहिँ नगरपालिका पेट नहोस् भन्ने त्यसले चाहिँ हो। तर मैले खर्चिलो भयो त? चुनाव धेरै खर्चिलो छ, तर खर्चिलो चुनाव हुँदै गर्दाखेरि पछिल्लो समयमा धेरै स्वतन्त्रबाट मेयरहरू पनि आउनु भएको छ। अनि उहाँहरूले एउटा कुरा मलाई भन्नुहुन्छ, उहाँहरूले चाहिँ अब अहिले चाहिँ खर्चिलो चुनाव भइसकेपछि कसरी फेरि आम्दानी गर्ने भन्ने कुरा पनि हुन्छ। एउटा मेयरको भत्ता पारिश्रमिक भनेको लगभग 30-35 हजार होला, उपमेयरहरूको वडा जसको 20-22 हजार होला। त्यो 20-22 हजारहरूले त पुग्दैन, पुग्छ त पुग्दैन नि त। अनि त्यहाँ चाहिँ अब के गर्ने? त्यहाँ चाहिँ नगरपालिकाको बजेटहरूलाई चाहिँ होइन अब प्लानिङ गरेर मिलाएरै नै चाहिँ नीतिगत भ्रष्टाचार नै गर्ने हो। तर त्यो गर्नको लागि स्वतन्त्र उम्मेदवारले दिइराख्नु भएको छैन। कतिजना चाहिँ अहिले अब चुनावमा चाहिँ खर्च नगर्ने पक्षमा हुनुहुन्छ। यदि मैले चुनावमा म उठेँ भने म खर्च गर्दिनँ सर। मलाई म यसरी नै मिडिया मार्फतै जान्छु होइन। आम जनताको हातमा स्मार्टफोन छ होइन, मेरो आफ्नो भिजनहरू स्पष्ट राख्छु। माया गर्नुहुन्छ, मैले काम गरोस् भन्ने चाहनुहुन्छ भने मत दिनुहुन्छ, होइन भने पनि काम नगरोस् भन्ने हुन्छ भने पनि जो के म भुइँमै बसेर पनि काम गर्छु। मदन भण्डारीले भन्नुभएको छ नि, जनताले पदमा पुर्याए होइन, कुर्सीमा पुर्याए, कुर्सीमा बसेर काम गरेर होइन भने गजरामा बसेर सुकुनमा बसेर जनताको सेवा गर भन्नुभएको छ। त्यो मलाई एकदमै मनपर्छ। अहिले लेटाङवासीहरूलाई, त्यहाँको स्थानीय बासिन्दाहरूलाई चाहिँ तपाईँको शान्ति पाखरिनको आवश्यकता महसुस भएको छ होला कसै कसैलाई। त्यो फिल तपाईँले गर्नुभएको छ? सबैलाई त भन्दिनँ, तर उहाँहरू जति बेला पढ्छ त्यो बेला चाहिँ भन्नुहुन्छ होइन। तपाईँले के चेन्ज गर्नुहुन्छ त्यहाँ यदि तपाईँ मेयरै भइहाल्नुभयो भने पनि? यो अहिले चुनावी इन्टरभ्यू पनि नहोला होइन, यो भिजन र मिसन छट्टै भनिहाल्न पनि अप्ठ्यारो हुन्छ होइन। जनताले त बुझ्नु पर्यो नि त। तपाईँले आज भन्नुभयो भने पो जनताले पनि सोचेर तपाईँलाई भोट हाल्ने इन्भाइरोमेन्ट क्रिएट हुन्छ होइन। फेरि कुनै दिन तपाईँको ठाउँमा आएर होइन मेरो प्लान अफ एक्सन यो छ भनेर हामी चुनावी कुरा मात्रै गरौँला। तपाईँको त्यो फिल्म छ नि, सो धेरैवटा तपाईँ म्युजिक भिडियो पनि खेलिसक्नु भएको छ होइन। फिल्मको अलिकति कुरा गर्छु। नाम्लो भन्ने फिल्ममा तपाईँ एउटा क्यारेक्टरमा हुनुहुन्छ, वृद्ध आमाको नाम्लो बोकिरहेको। त्यो क्यारेक्टरमा एक्चुअल देखिन्छ क्या, तर तपाईँको फेस अहिले हेर्दा र त्यो क्यारेक्टर हेर्दाखेरि टोटल डिफरेन्स छ। कसरी त्यो क्यारेक्टरभित्र डुब्नु भयो? हाम्रो गुरु अशेष मल्लले भन्नुहुन्छ क्या, जस्तै भन्ने शब्द नै हुँदैन अरे क्या थिएटरमा। ओके, एक्टर्समा होइन। किनभने जस्तै भने त जोगी जस्तै भरिया जस्तै होइन, भरिया नै हो भन्नुपर्छ अरे क्या। ओके, त्यो चाहिँ सेम क्यारेक्टर भित्र डुब्दिनु भएको छ तपाईँ? क्यारेक्टर, मलाई क्यारेक्टरको अभिनय गर्न चाहिँ मनपर्छ। तपाईँ जसरी अभिनय पनि गर्न सक्नुहुन्छ? त्यो नाम्लोको जुन क्यारेक्टर छ नि, त्यो क्यारेक्टर कसरी बन्नुभयो त?
क्यारेक्टर त कसरी बन्यो भने अब म आफै पनि एउटा किसानको छोरी होइन, नाम्लो हामी सबैले बोकेका हुन्छौँ, हिजो पनि भारी बोकेकै हो। मैले तपाईँलाई जोड्दै थिएँ, मैले सङ्घर्षका कुराहरूमा मैले हिजो सुँगुर पनि पालेको हो। कतिवटा सुँगुर पाल्नुभयो? 8-9वटा। सुँगुरले के खुवाउनुहुन्थ्यो? दाना कसरी? दाना रक्सी पार्थे, रक्सी बेच्थे, सुँगुरलाई चारो खोज्न खोलामा जान्थे, लहरा आउने झारहरू हुन्छ त्यो झारहरू काट्थे, अनि त्यो काम मैले गरेको हो। जङ्गलदेखि सुँगुर पालेर पनि सस्टेन भएको छन् है मान्छेहरू? भयो त, मैले मेरो परिवार। तपाईँले जीवनमा धेरै दुःख गर्नुभएको रहेछ त, दुःखले आज सुखको बाटोतिर अगाडि बढ्दै हुनुहुन्छ होइन? त्यो दुःख पनि एउटा चाहिँ भनौँ न सबै कुरा भोग्नु भएको छ होइन? समाज के हो, परिवार के हो, देश के हो, पीडा के हो, एउटा महिला एकल महिलाको हुन्छ नि समस्या के हो, छोराछोरी कसरी हुर्काउने, सबै कुराको हुन्छ नि। तर तपाईँ हिम्मत कहिले पनि हार्नु भएन, कहिले पनि दिमागमा नेगेटिभिटी आएन? अहिले पनि आउँदैन सर। ओके, गर्नुपर्छ भन्ने जोस छ? गर्नुपर्ने, असल नराम्रो भन्यो भने पनि ए हो र ठिकै छ नि त होइन, त्यो सोच्नु भयो भन्ने लाग्छ होइन। त त्यो नै अब त्यो नेगेटिभ कस्तो हुन्छ त्यो थाहा नै छैन क्या। अनि क्यारेक्टर भित्र तपाईँको कसले सिकायो तपाईँलाई? अलिकति त्यहाँ हामी नाम्लोको कुरा गर्दै थियौँ, यो हुन्छ नि यो फिल्म तपाईँ फेरि कोरियोग्राफर पनि हुनुहुन्छ, विभिन्न मिस एन्ड मिस्टरवाला प्रोग्रामहरू त्यो एरिया ब्युटी प्रेजेन्टको कार्यक्रमहरू गरिरहनु भएको छ पूर्वाञ्चलमा। यो कुराहरूलाई अलिकति जोड्न चाहन्छु म। मैले अघि जोड्दै थिएँ, म मोन्टेसरीको ट्रेनिङ लिन आएको थिएँ, अनि त्यस पछाडि यहाँनिर खुलेको रहेछ क्या। मलाई सानोमा त्यो हुन्छ नि ब्युटी प्रेजेन्टको ताज लाग्ने एउटा सपना थियो, अनि ल यहाँ पनि जाउँ न त, यो पनि एउटा अनुभव गरौँ भन्ने भयो। अनि अब सामाजिक क्षेत्रमा विभिन्न काम गरिसकेकोले गर्दा बोल्नमा त्यति धेरै अब आवश्यक परेन, मलाई सिक्न आवश्यक परेन, ऱ्याम्पको क्याटवक गरेको थियो होइन। अनि त्यो सिकेपछि मैले यहाँ जितेँ, अनि गएपछि मेरो ठाउँमा मैले फेरि लिट एन्ड प्रिन्सेस भन्ने बनाएँ। त्यहाँनिर मैले लगभग हामीले त्यो काम गरेर हामीले धेरै सोसल कामहरू गऱ्यौँ। हामीले सेलरोटी बेच्यौँ। सेलरोटीवाला फन्डा के हो अलिकति क्लियर गर्नुहोस्? सेलरोटी फन्डा कसको लागि यो सेलरोटी बेच्नु हो त भने? समाज मनिषा भन्ने नानी थिइन्, 10 वर्षको हुन्थ्यो, उसलाई क्यान्सर भएको थियो। अनि तपाईँको लेटाङको हो? मेरीनगरको। अनि उहाँको बुवा चाहिँ बाहिर हुनुहुन्थ्यो, एकदमै पुवर फ्यामिली हुनुहुन्थ्यो उहाँहरू। अनि उहाँको लागि चाहिँ हामीले के गर्ने भनेर चाहिँ, अनि त्यतिखेर म लायन्सको प्रेसिडेन्ट पनि थिएँ। अनि भर्खरै मैले चाहिँ यता कोरियोग्राफ पनि गरेर भर्खरै लिट एन्ड प्रिन्सेस हामीले बनाइरहेको थियौँ, त्यो टिम मसँग थियो। अनि त्यो टिमसँग मिलेर चाहिँ मैले रोटी पकाएँ, मेरै घरमा पकायौँ होइन। अनि रोटी बेच्यौँ हामीले, एक दिनमै हामीले 1 लाखभन्दा बेसी पैसाको रोटी बेच्थ्यौँ हामीले। लगभग 20 लाख जति, सबै गरेर 20 लाख जति हामीले रोटी बेचेर कलेक्ट गर्नु। रोटी बेचेर। अनि यो हाम्रो योभन्दा अगाडिको चुनावमा मेयरमा उठ्नु भएको थियो रन्जु दर्शना विवेकशील पार्टीबाट, उहाँले पनि रोटीवाला क्याम्पेन गर्नुभएको थियो। उहाँकै हेरेर तपाईँले गरेर कि पहिला तपाईँले गरेर उहाँले पछि गर्नुभयो? म त उहाँलाई चिन्दिनँ पनि होइन, मैले देखेको त्यो पछि चाहिँ उहाँको मलाई भाषणहरू चाहिँ मन पर्थ्यो होइन। उहाँले पढ्नुहुन्छ, उहाँ एउटा युवा हो भन्ने लागेको थियो, तर त्यति राम्रो पोटेन्सियल युवालाई हराए होइन। हार्नुभयो, चुनाव हार्नुभयो, पछि उहाँले आफ्नो व्यवसाय गर्नको लागि रोटी बेच्नुभयो। तर मैले सामाजिक काम गर्नको लागि रोटी बेचेँ। बचाउनु भयो तपाईँले रोटी बेचेर? बाँचेको थियो बच्चा, पछि एक्सपायर हुनुभयो। दुःखको कुरा चाहिँ त्यो हो। पछि कस्तो भयो भने बच्चा बाँचिसकेको थियो, बच्चालाई चाहिँ अब गीतहरू गाउन नाच्न धेरै राम्रो लाग्थ्यो नि त। अनि बच्चाले उहाँको अभिभावकहरूले चाहिँ मलाई, मैले नाच्न भनेको थिएँ, पछि उहाँको हात चाहिँ काटिएको थियो। नाच्नु भन्दा उहाँ गाउँछु भन्नुभयो, गाउने सिङ्गिङ सिक्नु भएको थियो। पछि त्यो भोकल ट्राई गर्दाखेरि उहाँको फोक्समा असर भयो क्या, त्यसले गर्दा। अनि बिहान बेलुका चिसोमा हिँड्नुपर्ने, बाइकमा हिँड्नुपर्ने, लानुपर्ने, त्यो भएकोले गर्दा पछि उहाँलाई त्यही बिराम भएपछि फेरि बल्झ्यो। पछि हामी बचाउन सकेनौँ, तर हामीले यसरी काम पनि गऱ्यौँ होइन। अनि जोड्दै थिएँ मैले हजुरलाई, जस्तो काम सानो ठुलो होइन, काम गर्नुपर्छ, मेहनत गर्नुपर्छ। काम जस्तो पनि काम गर्छु म हैन। तपाईले तालिमहरु पहिला लिनुभयो, कोरियोग्राफर पनि तालिम लिनुभयो, एक्टिङको पनि तालिम लिनुभयो, टर्ट पनि लिनुभयो, ट्रेनिङ गर्ने विभिन्न सेक्टरका मान्छेहरुलाई हैन। तालिमबाटै सिकेर अनि बल्ल अनि गराउनु भयो नि त? तालिमबाटै सिकेर फर्स्टमा चाहिँ पहिला इन्भेस्टमेन्ट गर्नुभयो, त्यहाँ टाइम पनि इन्भेस्टमेन्ट गर्नुभयो, अनलाइन होस् चाहे फिजिकल होस्, पैसा पनि इन्भेस्टमेन्ट गर्नुभयो, ज्ञान लिनुभयो, त्यो ज्ञान बाँडिरहनु भएको छ। यो टाउको माथिको लगानी अरे क्या सर। हामी लगानी गर्दाखेरि अरु पार्टमा गर्छौं हैन, सुनसुन लाउँछौं हामीले हैन, तर यो यहाँदेखि माथिको लगानी चाहिँ
हाम्रो रिटर्न हुन्छ सधैँ लङ टर्म यो दिमागमा गरेको लगानी चाहिँ सधैँभरि हुन्छ जस्तो लाग्छ यो म वुमन इम्पावरमेन्टको कुरा गर्दा महिलाहरूले गर्ने लङ टर्म लगानीमा इन्भेस्टमेन्टमा के कुराहरूमा चाहिँ इन्भेस्टमेन्ट गर्नुपर्छ अलिकति क्लियर गरिदिनु जस्तो सबैभन्दा पहिला महिलाहरूको सोच परिवर्तन हुनुपर्छ होइन म केही गर्छु भन्ने खालको एउटा आत्मविश्वास हुनुपर्छ मैले पनि काम गर्न सक्छु आज शान्ति पाख्रिन जस्तो किन नबन्ने भनेर सोच बनाउनु पर्यो अरू जस्तो किन नबन्ने भन्दा पनि आफूलाई के गर्ने भनेर चाहिँ उहाँहरू सबैभन्दा पहिला घरदेखि बाहिर निस्किनु पर्छ मलाई घरदेखि बाहिर निस्किँदाखेरि के भन्छ होइन समाजले के भन्छ सासू ससुराले के भन्छ श्रीमानले के भन्छ भनेर बस्नु भयो भने उहाँहरू कहिले पनि अगाडि बढ्नुहुन्न मलाई धेरैले भन्नुहुन्छ तिम्रो श्रीमान भइराखेको भए तिमी यहाँसम्म पुग्दैनथ्यौ भन्नुहुन्छ क्या किन अब हुन्छ जे हुन्छ राम्रोको लागि हुन्छ होला सायद होइन उहाँ हुनुहुन्न तर उहाँले एउटा शक्ति अनि उहाँको प्रेरणा होइन पितृहरूले पनि आशीर्वाद दिनुभएको जस्तो लाग्छ हेरिराख्नु भएको छ कहिलेकाहीँ सपनामा तपाईँको श्रीमान सधैँ आउनुहुन्छ सधैँ आउनुहुन्छ अस्ति एक दिन माछा खान मन लाग्यो भन्नुभयो अनि मैले माछा ल्याएर चढाएँ पनि अनि हामीसँग संवाद पनि हुन्छ म मेरो घरको फ्यामिली बुवा आमा होइन मेरो श्रीमानलाई म जहिले पनि देख्छु तपाईँलाई सपनाप्रति विश्वास पनि लाग्छ किनभने म पितृलाई धेरै सम्मान गर्छु होइन मेरो घरमा पितृलाई पूजा गर्ने ठाउँ छ म जहिले पानी चढाउँछु बत्ती बाल्छु होइन अहिले पनि मेरो घरमा बत्ती बलिरहेको होला होइन म यहाँ छु अनि बत्ती बाल्छु अनि पितृको आशीर्वाद कर्म राम्रो गर्यो भने सर पितृको आशीर्वाद चाहिन्छ र पाइँदो रहेछ भन्ने कुरा लाग्छ मलाई मैले हिजो हस्पिटलमा बस्दै गर्दाखेरि मलाई किनभने मेरो हस्बेन्ड बिरामी हुनुहुन्थ्यो अनि हस्बेन्ड पछाडि मेरो सासू पनि क्यान्सर भिक्टिम हो नि त सासूलाई लान्थे अनि पछाडि ससुरालाई पनि लान्थे क्या दबाई गर्नु अनि उहाँहरूले भन्थे यति धेरै मेहनत गर्नु भएको छ यति धेरै दुःख गर्नु भएको छ नानी तिमीले कहिले पनि दान धर्म केही नगर्नु तिमीलाई सधैँभरि पितृको आशीर्वाद छ भन्नुहुन्थ्यो त्यो अरू बिरामीहरूको प्यारेन्ट्सहरूले भन्नुहुन्थ्यो क्या त्यो बिरामी कुरुवाहरू देख्नुहुन्थ्यो त सधैँ लगेको अनि डक्टरहरूले पनि चिन्नुहुन्छ धेरै गइसकेको चिन्नुहुन्छ नि त त्यसो भन्नुहुन्थ्यो सायद पितृहरूको आशीर्वाद अब अलिकति हामी कुरा गर्छौँ अन्तिममा पनि छौँ होइन कार्यक्रमको सो आज तपाईँको आफ्नो सबै कुराहरू एउटा वुमन होइन एकल महिलाबाट समाजमा सङ्घर्ष गरेर एउटा उदाहरणीय व्यक्तित्व बन्नु भएको छ आज तिनै हातहरू थिए हिजो तपाईलाई हुन्छ नि धारे हात लगाउँथ्यो होलान् तिनै मुखहरू थिए जो तपाईँको कुरा काट्थ्यो होलान् आज तिनै हातले नमस्कार गर्छन् सबैले हात जोडिन्छ होइन तिनै मुखहरूले तपाईँको तारिफ गर्छन् सो हिजो एभाइलेबल हुनुहुन्थ्यो सबैतिर आज भ्यालुएबल हुनुभएको छ सो एउटा महिला आज तपाईँको यो कुरा सुन्दै गर्दा नेपालमा तपाईँ जस्ता अन्य एकल महिलाहरू पनि हुनुहुन्छ होला जो पीडामा हुनुहुन्छ होइन विभिन्न किसिमको हिंसामा हुनुहुन्छ त्यहाँबाट कसरी बाहिर आउने जिन्दगीलाई कसरी परिवर्तन गर्ने तपाईले अघि भनेको एउटा इन्ट्रेस्टिङ कुरा ब्रेनमाथि लगानी गर्नुपर्छ भन्दै हुनुहुन्छ टाउकोमाथिको लगानी गर्नु आफूले आफ्नो भित्र भएको प्रतिभालाई कसरी चिन्ने यो कुरा अलिकति समराइजमा गरिदिनुहोस् न सर यस्तो हुन्छ अब चिन्ने भन्दा पनि मान्छेलाई चिनाउने समय आउँछ त्यति बेला आफूले चिन्नुपर्छ मलाई चाहिँ ठिक राइट टाइममा चिनाउने समय पनि आयो र मैले चिने सबैले तपाईँ जस्तै ठाउँ पाउँदैन दिदीबहिनी उहाँहरूलाई आफ्नै व्यथा छ नि त निस्किनु हुन्न नि त बाहिर उहाँहरू निस्किनु हुन्न कति त अब कति महिलाहरू त हामीले एकल महिलाहरूलाई दृष्टिकोणहरू त खराब छ नि त समाजमा होइन तर उहाँ त्यो खराब भयो भने त्यही तरिकाले हेर्नुहुन्छ नि त म त के भन्छु भने नि एकल महिला दिदीबहिनी जोसुकै महिला दिदीबहिनीहरूलाई होइन श्रीमानले पठाएको पैसा त बाहिर हुनुहुन्छ श्रीमानहरू हुनुहुन्छ भने पनि हाम्रो महिलाहरू एकदमै धेरै कुलतमा फसिरहनु भएको छ सोसियल मिडियाको कारणले गर्दाखेरि होइन अब घरको कोठीबारी बाँझो हुन्छ 10 रुपियाँको राखेको साग किन्नलाई 200 रुपियाँको सफारी चढेर बजार जानुहुन्छ त्यही कोठीबारी मिसो छर्दियो भने त उम्मिन्छ नि त होइन पाउन के हुनु पर्यो मेहनत गर्नुपर्छ सर अहिले कसले मैले जस्तो डोको बोकेर सुँगुरलाई चारो खोजेर हिँड्छ होला यो उमेरमा भन्नु त सर छैन सर म भ्याउँदिनँ अहिले त होइन मैले त अहिले पछिल्लो समय ट्रेनिङकै फिल हेरिरहेको छु एकदमै ट्रेनिङ म एउटा ठाउँमा गइसकेपछि मैले विज्ञापन गर्नु पर्दैन सर त्यही सहभागीले गर्नुहुन्छ क्या विज्ञापन चाहिँ हामीलाई विभिन्न किसिमको ट्रेनिङ तपाईँ त मल्टी ट्यालेन्ट मान्छे हो सब कुराको नलेज मैले लगभग 1 दर्जन भन्दा बेसी विषयमा ट्रेनिङ दिन्छु महिला सशक्तिकरणको भइहाल्यो जेन्डरका विषयमा भइहाल्यो होइन अनि
नेतृत्व विकास भइहाल्यो, उद्घोषक भाषण कला भइहाल्यो, माइन्डेड लेखन, प्रपोजल राइटिङ ट्रेनिङहरू भयो। लगभग मैले 1-2 भन्दा बेसी विषयमा म ट्रेनिङ दिन्छु। मैले चाहिँ 2016 मै टिओटी टट पनि गरे हो, अनि टट गरे सजिलो पनि भयो। अनि त्यो विज्ञापन गर्न चाहिँ एउटा ग्रामीण भेगमा समाजसेवा गरेर मासिक पारिश्रमिक कति हुन्छ तपाईको? समाज सेवा गरेर अब यति नै त भन्न सकिँदैन। मेहनत पनि हुन्छ यहाँ, बिहान बेलुकासम्म ट्रेनिङमा कराउनु पर्यो, सिकाउनु पर्यो, हुन्छ कहिले हुँदैन। अनि राम्रो एभरेज हुन्छ नि वार्षिक हिसाबले कुरा गर्दाखेरि 1-1.5 लाख भन्दा माथि नै हुन्छ मासिक। मासिक भनेपछि 18-20 लाख रुपैयाँ तपाईले वार्षिक कमाउनुहुन्छ। कमाइ आफ्नै ठाउँमा बसेर सबैजना त्यही भएर म भन्छु कहीँ बाहिर जाँदा जाने मान्छेहरूलाई भन्छु क्या, हामीले काम छैन भन्छौँ नि त, तर जति पनि छ। मैले बिचमा क्याफे पनि खोलेको थिएँ होइन, लेटाङमै काम गर्ने मान्छे नभएर मैले क्याफे पनि बन्द गरेँ, किनभने इम्प्लोइ नै पाइँदैन क्या। अनि कति धेरै काम छ मान्छेलाई नि स्मार्ट काम चाहियो क्या, मान्छेलाई चाहिँ हार्डो गर्न छोडिसक्यो क्या मान्छेले। त्यही भएर मान्छेले काम गर्यो भने नेपाल जति काम छ थोरै भनौँ न, इन्डियाकै कुरा गरौँ, इन्डियाको मानिसहरू आएर हाम्रो नेपालमा आएर त्यो प्लास्टिकहरू बेचेर कति पैसाले नेपालबाट बाहिर लानुहुन्छ भन्नु त। काम गर्न लजाउनु भएन। मैले भने नि 5 रुपियाँमा भात बेच्ने मान्छे म हो क्या। मैले जुठो भाडा मोले भातको रेट चाहिँ अहिले त 350 होला। सादा भात त 120 होला, मासु भात 350 होला। सङ्घर्ष गरेर एउटा राइट ठाउँमा तपाईले ट्रेनिङ लियो, ज्ञान लियो भने चाहिँ मान्छे ठाउँमा पुग्छ भन्ने एउटा इक्जाम्पल हो। तर त्यो चाहिँ निरन्तर हुनुपर्छ, आफूलाई विश्वास पनि गर्नुपर्छ, र अर्को कुरा लगनशीलता, मेहनत, एकदमै हिम्मत पनि हुनु पर्यो हैन, गर्छु भन्ने एउटा मान्छेको एटिट्युड पनि आफ्नो। र सँगसँगै फाइनान्शियल पनि त चाहियो नि, ट्रेनिङ लिन पनि पैसा राख्छ, फ्रीमा दिदैन सर। अहिले त्यस्तो छैन नि सर, हिजो पो मैले पैसा तिरेर गरे त, अहिले त चाहने मात्रै हो नि। स्थानीय सरकारले टोलमा वार्डमा स्थानीय सरकारसँग नजिक हुनु पर्यो, महिला दिदीबहिनीहरू छ नि, कति छ अवस्था, कति छ पाइँदैन सर। तालिम लिन आऊ भन्दा स्थानीय सरकारले यातायात खर्च भत्ता दिन्छु भन्दा पनि आउँदैनन् क्या। त्यो अवस्था छ, आउनु पर्यो नि त। म केही गर्छु स्थानीय सरकारसँग पनि गएर कोर्डिनेसन चाहिँ गर्नु पर्यो। केही गर्छु भन्ने निस्किने मान्छेहरूलाई नि म यही तपाईँको टेलिभिजन मार्फत भन्न चाहन्छु कि केही गर्छु भन्ने मान्छेलाई आउनुहोस् क्या। हामी सँगसँगै अगाडि बढाउनको लागि, हामी जस्तो बनाउनको लागि म जहिले पनि तयार छु। म रातको 12 बजे पनि भन्दिनँ उनीहरूलाई काम अनलाइन फिजिकल जसरी भ्याइन्छ जसरी पनि गर्छु नि त, काम गरि पनि रहेको छु र गर्छु पनि। ट्रेनिङ लिन्छु भन्ने मान्छेलाई तपाईँ जस्तै बनाउनलाई फ्रीमा पनि तपाईँ अनलाइन क्लास दिनुहुन्छ किन दिइरहेको छैन? मैले आफ्नो ठाउँमा जहिले पनि, मैले हिजो त फ्रीमा गर्थेँ नि, जब मेरो चाहिँ होइन भ्यालु थिएन त्यो बेला मैले फ्रीमा पनि गर्थेँ नि त। गरेको मैले 500मा मैले होइन छोरालाई अगाडि राखेर स्टेज अगाडि राखेर 500मा मैले एङ्कर पनि गरेँ हो क्या। होस्ट पनि हुनुहुन्छ कहिलेकाहीँ मैले खानाकै भरमा पनि मैले गरेँ हो क्या, प्रोग्राम होस्ट पनि गरेँ हो। ओके, मल्टी ट्यालेन्ट मान्छे। ओके, कार्यक्रमको अन्तिममा highspeednepal.com हेर्नुहुने हाम्रा दर्शक महानुभावहरूलाई के भन्न चाहनुहुन्छ? सर्वप्रथम त तपाईँलाई धेरै धेरै धन्यवाद, सम्पूर्ण टिमलाई पनि धन्यवाद, र यो highspeednepal.com हेरिरहनुभएका तपाईँ सम्पूर्ण दर्शक महानुभावहरूलाई के भन्न चाहन्छु भने कहिले पनि हिम्मत नहार्नुहोस्। विशेष गरेर महिला दिदीबहिनीहरूलाई तपाईँलाई पीडा परेको छ भने पीडालाई होइन एउटा शोकलाई शक्तिमा लिएर अगाडि बढ्नुहोस्। डेफिनेटली अगाडि बढ्न सकिन्छ। हरेस कहिले पनि जिन्दगीमा नखानुहोस्, सधैँभरि अगाडि बढ्नुहोस्। तपाईँलाई काम गर्ने धेरै, तपाईँको लागि काम गर्ने धेरै निकायहरू छन्, सङ्घ संस्थाहरू छन्, तर तपाईँ आफू पहिला आफूभित्रको उत्प्रेरणा हुनु पर्यो। त्यसको लागि चाहिँ यहाँहरूलाई म अनुरोध गर्न चाहन्छु। ओके, कार्यक्रममा आइदिनु भयो, तपाईँलाई विशेष धन्यवाद दिदी। आजको यस कार्यक्रम यहीँ समाप्त भएको घोषणा गर्न चाहन्छु। हस्त, नमस्कार।